हेलो, आज चाहिँ म फेरि बारीमा सब्जी टिप्न आएको छु हजुरआमासित। हजुरआमा हेलो भनिदिनु न यहाँ हेलो यसरी। हेलो आज चाहिँ हामी साग टिप्दैछौँ यहाँनिर। यो आमा यसको सागको नाम चाहिँ के हो? चाइनिज नै हो। चाइनिज साग भन्छ नि? चाइनिज साग भन्छ। उही तल चाहिँ कान्छी साग भनेको छन् कतिले। कहाँ चाहिँ? मान्छेहरूले कान्छी साग त भनेको छन्। ए हामी चाहिँ यता चाइनिज साग भन्छौँ यसलाई, उँधोतिर चाहिँ कान्छी साग भन्छ अरे। हजुरबाले कहाँबाट ल्याएर रोप्नु भएको यो? मैले ल्याएको कहाँबाट? परेको हजुरबाले कहाँबाट ल्याएको छैन। यस्तै गाँक्लो यत्रो गाँक्लो गाएको छ त्यही भइहाल्छ। घाँकोमा यस्तै हुन्छ। ए है, रोटीसित मिठो हुन्छ नि आमा यो? यसमा पनि मिठो हुन्छ। अमिलो अमिलो परेको हुन्छ। यो चाहिँ अमिलो अमिलो हुन्छ, ल्यात ल्यात परेको हुन्छ। यो मलाई चाहिँ रोटीसित मिठो लाग्छ। हाम्रो हजुरआमाले चाहिँ परेङटारबाट कि कहाँबाट ल्याएर रोप्नु भएको अरे पहिला नै। छिटो यो डाँख्ला रोप्दा पुरा सर्छ अरे यसको चाहिँ हो। यस्तै हुन्छ। एउटै यत्रो गाएको है आजको मेरो सब्जी चाहिँ चाइनिज साग। आमा देखाइदिनु हाम्रो सब्जी। थ्याङ्क यू।